5 महिना त्यहाँ बिताउनु भयो अनि बालबालिकासँग हर्षको खुसी साटासाट गर्नुभयो। अनि अब म फेरि आउँछु है, एकदम खुसी, म एकदम खुसी भएँ, आज मैले समाज सेवा पनि गर्न पाएँ, यो बालबालिकासँग टाइम पनि बिताउन पाएँ भनेर सम्बन्ध एउटा बनाउनु हो। उहाँ फर्केर जानुभयो। फेरि 2 दिन पछाडि फ्रान्सको एकजना विदेशी आउनुभयो बालगृहमा, फेरि त्यो बालबालिकासँग सम्बन्ध विस्तार गर्नुभयो, कुराकानी गर्नुभयो उहाँले। अनि 1 महिना बिताउनु भयो उहाँले पनि। अनि फेरि उहाँ म फेरि आउँछु है, म तिमीलाई फेरि भेट्न आउँछु है भनेर त्यो विदेशी पनि फर्केर आफ्नो कन्ट्री जानुभयो। अनि फेरि अर्को देशमा आउनुभयो हो। यो क्रम चाहिँ बालबालिकाको जीवनमा चाहिँ निरन्तर रूपमा चलिरहने भयो। अनि यस्तो हुँदाखेरि चाहिँ बालबालिकाहरूले पटक पटक बनेको सम्बन्ध चाहिँ गुमाउनु पर्छ। र यसले गर्दा के हुन्छ भने जति पनि जुन विदेशीहरू स्वयंसेवा गर्न त्यो बालगृहमा आउनुभयो, बालबालिकाहरूले भेट्यो नि, त्यो प्राय विदेशीहरू चाहिँ उहाँहरू फर्केर आउनुहुन्न बालबालिकालाई भेट्नलाई। र त्यसले गर्दा बालबालिकामा चाहिँ के हुन्छ भने एक किसिमको उदासीनता पैदा हुन्छ। म चाहिँ सायद अरू कसैको लागि माया गर्नको लागि, माया पाउनको लागि योग्य मान्छे नभएर होला। कोही पनि मेरो जीवनमा जति पनि आउनुभयो उहाँहरू कहिले पनि फर्केर आउनु भएन भनेर बालबालिकामा त्यो किसिमको उदासीनता पैदा हुन्छ। र बिस्तारै उनीहरूमा चाहिँ अट्याचमेन्ट डिसअर्डर भनेको हत्तपत्त मान्छेलाई विश्वास नगरिहाल्ने, र विश्वास गरिहाल्यो भने पनि अब म चाहिँ मेरो सम्बन्ध बिग्रि पो हाल्ने हो कि, यो सम्बन्ध चुडी पो हाल्ने हो कि भनेर एकदमै डर हुन्छ बालबालिकालाई। अट्याचमेन्ट डिसअर्डर, एडिएचडी, डिप्रेसन, सिजोफ्रेनिया, एकदम एक्सट्रिम लेभलको जुन मानसिक स्वास्थ्य समस्याहरू बालबालिकामा चाहिँ पैदा हुन सक्छ यस्ता किसिमको अभ्यासहरूले गर्दा। त्यही कारणले चाहिँ समाज सेवा गर्नु राम्रो हो, सामाजिक सेवा गर्छु भन्ने चाहिँ जुन मन राख्नु एकदमै राम्रो हो। बट द थिङ इज विच इज द बेस्ट वे। त्यसले गर्दा बालबालिकालाई फाइदा भयो कि हानि भयो भन्ने कुरामा चाहिँ हामीले ध्यान दिनु एकदमै जरुरी छ। अधिकांश बालगृहहरू बागमती प्रदेशमा केन्द्रित छन् र त्यो बागमती प्रदेशको पनि काठमाडौँ, ललितपुर र भक्तपुर अनि चितवन जिल्ला र गण्डकीको कास्की जिल्लामा पनि क्लस्टर छ बालगृहहरू। र ती कर्णाली प्रदेशका बालबालिकाहरू चाहिँ यहाँ कसरी आउँछन् भनेर चाहिँ एउटा चाहिँ त्यो जुन दूरदराजका अभिभावकहरूले, आमा बुवाहरूलाई चाहिँ त्यही गाउँका केही व्यक्तिहरूले चाहिँ अनावश्यक प्रलोभनहरू देखाउनुहुन्छ उहाँहरूलाई। हामी काठमाडौँमा लगेर पढाइदिन्छौँ, निःशुल्क रूपमा शिक्षा पाइन्छ, खाना बस्न पनि पाइन्छ, र तपाईँको छोराछोरीले चाहिँ भोलि ठुलो मान्छे बनेर डाक्टर, पाइलट, इन्जिनियर के हो होइन, यस्तो बनेर चाहिँ तपाईँको छोराछोरी आउँछ भनेर चाहिँ अनावश्यक प्रलोभन देखाइन्छ। र ती बालबालिकाहरूलाई परिवारबाट छुट्याएर यता ल्याएर यहाँ रहेका बालगृहहरूमा चाहिँ सम्पर्क गरेर त्यहाँ भर्ना गरिन्छ। र कतिपय अवस्थामा चाहिँ अब फल्सिफाइड डकुमेन्टहरू पनि तयार पारिन्छ। बुवा आमा भए तापनि बुवा आमा छैन भनेर त्यस्ता डकुमेन्टहरू पनि तयार पारिन्छ र त्यहाँ भर्ना गरिन्छ। आमा बुवाबाट पैसा पनि लिइन्छ। त्यसमा चाहिँ हामीले आर्थिक कुराहरू पनि जोडेको देखेका छौँ। आर्थिक पाटोहरू जस्तै आमा बुवाहरूबाट पैसाहरू लिएको पनि हामीले पाएका छौँ त्यसमा। अनि बालगृहबाट पनि जसले ल्याएर त्यो बालबालिकालाई चाहिँ ल्याएर भर्ना गर्नुभयो नि, बालगृहबाट पनि त्यहाँबाट चाहिँ आर्थिक लाभहरू लिएको कारण चाहिँ हामीले भेटाएका